नमस्कार सम्पूर्ण महानुभाव। म आज जीवन सचेतना कार्यक्रमको सम्बन्धमा हजुरहरूलाई संक्षिप्त जानकारी गराउन गइरहेको छु र यो कार्यक्रम अन्तर्गत हामी के विषयवस्तुहरू सहजीकरण तथा अन्तर्क्रिया गर्ने हौं, हाम्रो योजना के रहेको छ, यो कसलाई फाइदा छ, यसको वास्तविकता के हो भन्ने सम्बन्धमा आज हजुरहरूको जिज्ञासालाई मेटाउने प्रयास मैले गर्नेछु र हजुरहरूले धैर्य गरेर यो कार्यक्रम, यो भिडियोलाई अन्तसम्म सुनिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। जीवन सचेतना कार्यक्रममा हामीहरू निम्न सन्दर्भमा सहजीकरण तथा अन्तर्क्रिया गर्नेछौँ, जसमा मानव जीवनको उत्पत्ति एवं विकास प्रक्रिया, समाजमा मानिसको वास्तविक स्थानको पहिचान गरी सामाजिक विविधतामा आफूलाई कसरी समावेश गर्ने भन्ने सम्बन्धमा, समाजमा उत्पन्न समस्याहरूको जड के हो, कसरी समस्याहरूको पहिचान गर्न सकिन्छ त्यो सम्बन्धमा, त्यस्तै गरेर सामाजिक सभ्यताको विकास गरी विकृति विसङ्गतिहरूको न्यूनीकरण गरेर सभ्य नागरिकहरूको बाहुल्यता परिवार र समुदायमा कसरी गर्ने भन्ने रणनीतिसँग यो कार्यक्रम सम्बन्धित रहेको छ। समाजमा व्याप्त लुप्त अवस्थामा रहेका अपराधजन्य क्रियाकलापहरू जुन हामीले अहिलेसम्म कसैलाई भन्न सकेका छैनौं, जसले हामीलाई समयौंदेखि च्यापेर ल्याएको छ, त्यस्तो भाइ बहिनीहरूको समस्या हुन्छ धेरै जस्तो, त्यो क्रियाकलापलाई हामी सतहमा ल्याएर समाज शुद्धिकरण गर्ने, उहाँहरूको जीवन शुद्धिकरण गर्ने हाम्रो प्रयत्न रहनेछ। त्यसै गरेर मानव जीवनसँग सम्बन्धित प्राकृतिक सम्पदा र वातावरणीय पक्षहरूको दिगो विकास गर्न चेतना अभिवृद्धि गर्ने पनि हाम्रो योजना रहेको छ, जस अन्तर्गत उहाँहरूलाई प्रकृतिको समाजसँग कसरी सम्बन्ध कायम रहेको हुन्छ र यसको महत्त्व के हुन्छ, कुन हाम्रो के कस्ता क्रियाकलापले हाम्रो प्रकृति र वातावरणमा असर पर्छ भन्ने पक्ष जुन हाम्रो मानव जीवनको अस्तित्वसँग गाँसिएको छ, यो कुरो पनि हामी उहाँहरूसँग सहजीकरण र अन्तर्क्रिया गर्नेछौँ। त्यसै गरेर देशको अक्षम्य कानुनी पक्षका कुराहरूमा समीक्षा गरी सुशासन कायम गर्ने सम्बन्ध पनि हाम्रो सहजीकरणको विषयवस्तु बन्नेछ, जसमा उहाँहरूलाई मुलुकले तोकिएका विभिन्न कानुनहरूको सम्बन्धमा जुन एउटा सामान्य जानकारीको अभावले ठूलो कानुनी फन्दामा फसेर जीवन बर्बाद हुने उहाँहरूको जुन एउटा दुःखद परिस्थिति हुन्छ, सो परिस्थितिबाट उहाँहरूलाई बचाउन सावधानीका उपाय हामीले सहजीकरण गर्नेछौँ। हाम्रो देशको सरकारी र गैर सरकारी सेवा प्रदायक निकायहरूको सेवा प्रवाहको साझा प्रक्रिया हैन, हाम्रो सरकारी कार्यालय वा गैर सरकारी कार्यालय कुनै निकायहरूमा उहाँहरूले प्रवाह गर्ने सेवाको साझा प्रक्रियाको सम्बन्धमा, साझा प्रक्रियाको व्यवस्थाको सम्बन्ध हैन, के किसिमका छन्, हामीले कसरी छिटो छरितो आफ्नो सेवालाई दिने र लिने दुईटै काम हामी पारदर्शी ढङ्गबाट गर्न सक्छौँ। यो एउटा सुशासनको पक्षसँग जोडिएको कुरा हो र यो सम्बन्धमा हामी अन्तर्क्रिया गर्नेछौँ। संसारसी तनाव व्यवस्थापन र सकारात्मक अवधारणाको विकास गरेर सन्तुलित जीवनको विकास, सन्तुलित जीवन निर्वाहको कला हामी सिकाउनेछौँ। त्यो सम्बन्धमा हामीहरू विभिन्न अनुभवहरू, आइडियाहरू हामी प्रस्तुत गर्नेछौँ र उहाँहरूलाई सहजीकरण एवं सरल जीवन व्यतीतमा सहयोग गर्नेछौँ। त्यसै गरेर अहिलेको वर्तमान समय जुन अभिभावकहरू विभिन्न पेशा व्यवसायमा व्यस्त रहेको अवस्था छ, आफ्ना बाबु नानीहरूलाई समयअनुसारको चेतना उहाँहरूले जगाउन समय नहुने हैन, र सके पनि उहाँहरूले परिस्थिति अनुसार एउटा क्रमबद्ध ढङ्गमा उहाँहरूलाई धेरै कुराहरू निर्दिष्ट गर्न नसक्नु पनि
हाम्रो बाबु नानीहरूको जीवनसँग सम्बन्धित ठुलो विषय हो र यो किसिमको कार्यक्रम यदि हजुरहरूले आफ्नो बाबु नानीहरूलाई इन्भल्भ गराउनुभयो, यसमा सहभागी हुन पठाउनुभयो भने उहाँहरूलाई पनि एउटा सचेतना होइन, हाम्रो गार्जियनले भन्न सके पनि एउटा कार्यक्रम हामी औपचारिकता मार्फत त्यो कुरा सिकिरहेका छौँ भन्ने कुरो उहाँहरूलाई बोध हुन्छ र धेरै किसिमको गलत ट्र्याकबाट उहाँहरू चाहिँ सेभ हुनुहुन्छ र कुशलतापूर्वक जीवन सुनिश्चित हुने हामीले आशा लिएका छौँ। र आदरणीय महानुभाव, यो कार्यक्रम हजुरहरूको बाबु नानीहरूको लागि एकदम नितान्त महत्त्वपूर्ण छ, आवश्यक छ। त्यसैले मैले हजुरहरूलाई रिक्वेस्ट गरेँ, यदि हजुरहरूको बाबु नानी होइन, मैले यसमा कुनै गार्जियनको बाबु नानीहरूको मैले त्यस्तो गलत पक्ष भन्न खोजेको होइन। यदि हजुरहरूको बाबु नानी बिग्रिसक्नुभयो, उहाँहरूलाई ट्र्याकमा ल्याउनु, उहाँहरूको मेन्टालिटी स्थिति नै अलि असहज छ भने यो कार्यक्रम उहाँहरूले खासै सक्नुहुन्न, यसमा यो कुरो प्रष्ट पारिदिनुपर्छ। तर जुन भाइ बहिनीहरू जसले आफ्नो जीवनको बारेमा क्लियर हुन खोज्नु भएको छ, विभिन्न मार्गदर्शनहरूको उहाँहरूलाई भाग छ र भएका कुराहरू पनि एउटा सिस्टमेटिक तरिकाले हाम्रो लाइफमा यदि युज भइरहेका छैनन्, हामी कन्फ्युजनमा परिरहेका छौँ भने त्यस्तो अवस्थाका भाइ बहिनीहरूलाई जोसुकैलाई पनि यो कार्यक्रम एकदम लाभदायी छ र यो कार्यक्रममा सहभागिता हामीले कसरी जनाउने भन्नेतर्फ जाउँ। कार्यक्रमको पृष्ठभूमि, कार्यक्रमको सम्बन्धमा मैले हजुरहरूलाई प्रकाश पारिसकेपछि अब यो कार्यक्रममा सहभागी कसरी हुने भन्ने सम्बन्धमा हामी भन्न गरेका छौँ। यसको लागि हामीले एउटा वाट्सएप नम्बर र फोन नम्बर, यसमा फोन गर्दा पनि हुन्छ, वाट्सएप मेसेज गर्दा पनि हुन्छ। र वाट्सएप मेसेज गर्नुहुन्छ भने हजुरहरूले आफ्नो नाम र ठेगाना चाहिँ सेन्ड गर्नुहोला। त्यस्तै गरेर हाम्रो एउटा फेसबुक पेज रहेको छ, लाइफ अवेरनेस प्रोग्राम, त्यसमा पनि गएर हजुरहरूले चाहिँ यो कार्यक्रमको सम्बन्धमा विस्तृत जानकारी लिन सक्नुहुन्छ। र वाट्सएपमा हामी यो कार्यक्रममा सहभागी हुन इच्छुक हौँ, सहभागी हुन चाहन्छौँ, म फलाना मान्छे फलाना स्थानबाट भनेर यस्तो केही हामीलाई सङ्केत गरिदिनु होला या मेसेज गर्नु होला या फोनै गर्नु होला। हामी चाहिँ सम्पूर्ण प्रक्रिया हजुरहरूलाई चाहिँ बताएर यो कार्यक्रममा हामी सहभागी गराउनेछौँ। र अर्को कुरा, हामीले यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने हामी हजुरलाई चाहिँ गुगल फर्म लिङ्क सेन्ड गर्नेछौँ र जस मार्फत हजुरहरूको चाहिँ विवरण हामीले सबमिट गरेर कक्षाहरू एउटा ग्रुप वाइज हामी सञ्चालन गर्ने प्रक्रियामा रहेका छौँ। त्यसैले अब कुरा के हो भनेपछि, समस्या उत्पन्न भएपछि होइन, हाम्रो भाइ बहिनी बाबु नानीहरूलाई समस्या उत्पन्न भइसक्यो भने त्यसपछि सचेत हुने त अवस्था हुन्न। के सचेत हुनुहुन्छ? भनिन्छ नि, बाघले बाख्रो खाइसक्यो भने हुलो हाल्ने हो, त्यस्तै हो। बाघले बाख्रो त खाइसकेको हुन्छ, हुलो त हामीले पहिल्यै हाल्ने हो नि, हो कि होइन? त्यो भनेको के हो भने शुद्ध नेपाली भाषामा बाघले बाख्रो खानुभन्दा पहिला नै हामीले उसको ढोका मजबुत बनाएर राख्ने भनेको हाम्रो समाजमा भएका यस्ता विकृति विसङ्गतिहरू होइन, त्यस्तो परिस्थितिमा हाम्रो बाबु नानीहरू फस्नुभन्दा पहिला नै हामीले उहाँहरूलाई सजग बनायो भने उहाँहरूलाई धेरै लाभदायी हुन्छ जीवन होइन। तर उहाँहरू इन्भल्भ भइसक्नुभयो, अलि बिग्रिसक्नुभयो होइन, गलत ट्र्याकमा लागिसक्नुभयो भने उहाँहरूलाई हामीले सही मार्गमा लगाउनु धेरै गाह्रो हुन्छ। त्यही भएर यो सम्पूर्ण युवा युवतीहरू, किशोर किशोरीहरू, भाइ बहिनीहरूलाई यो कार्यक्रम एकदम लाभदायी रहेको कुरा म हजुरहरूलाई जानकारी गराउँदछु। र यो कार्यक्रमको बारेमा सुनिदिनु भएकोमा हजुरहरूलाई हृदयदेखि नै धन्यवाद। र आफ्नो प्रतिक्रिया, आफ्नो जिज्ञासाहरू केही छ भने हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ, हामीहरूलाई प्रत्यक्ष फोन गरेर भन्न सक्नुहुन्छ। र यो कार्यक्रमलाई अझ व्यवस्थित गर्नको लागि हजुरसँग त्यस्तो केही तरिका छ, केही सल्लाह सुझाव छ भने कृपया हजुरहरूको प्रतिक्रिया एकदम वेलकम छ, स्वागत छ भन्दै
मैले आजको यो कार्यक्रम सम्बन्धी हजुरहरूलाई छोटकरीमा संक्षिप्तमा यो कार्यक्रमको सम्बन्धमा राखेँ र हजुरहरूले यसलाई प्लेब्याक गरेर पनि फेरि फेरि कुराहरू बुझ्न सक्नुहुन्छ। यो सँगसँगै मैले यी कुराहरूलाई पर्चा पम्पलेट मार्फत पनि विभिन्न सोसल मिडिया एवं हजुरहरूलाई म उपलब्ध गराउने छु र हजुरहरू यो कार्यक्रममा सहभागी हुनुहुनेछ र आफ्नो बाबु नानीहरूलाई समयमै सत्मार्गको एउटा ढोकाभित्र प्रवेश गराउनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। धन्यवाद।